नि गुड मर्निङ भन्नु मेरो छोरा चाहिँ जाँदैन औषधतिर मेरो छोरा यतै बस्ने अरे हो मामा घर अन्त यहाँ साइकल कुदाउने अरे अब हो के बन्द गर्दैन अन्त उसलाई चाहिँ छुट्टी अब छुट्टीभरिमा चाहिँ म यतै बस्छु भन्दैछ अन्त त्यही भएर चाहिँ हामी आमा छोरा मात्रै जाने हो सानो छोरा र म अहिले चाहिँ मेरो छोरा यतै बस्ने अरे मामासँग हो हैन बाई भन्दै होला सबैलाई अब हामी अर्को विक भेट्नेछौँ भन्न यता हेर न भाइ बाई साइकल कुदाउँछ यतै कुदाउनु परसम्म जा र साइकलहरू कुदाउनु चाहिँ पुरा मनपर्छ सो रेडी हुनुहुँदैछ ल आजसम्म हो तपाईँसँग नि भेट भएको ठिकै भेट हुनुहुँदै अब समरको छुट्टीमा हो आन्टीसँग चाहिँ अब फर्स्ट अब आज लास्ट भेट हुन्छ हो मेरो नानी सन्चै बस्नु धेरै खुसी लाग्यो है अनि अब हिजो बेलुका नि ढिलो आएँ नि त म हजुर अब अर्को छुट्टीमा भेटौँ है ल बाबा ल अर्को छुट्टीमा आउनु है नानी कति छिटो 1 विक बित्यो थाहै भएन क्या नराम्रो त लाग्छ नि अब के गर्ने त्यस्तै भइगयो अब छुट्टी छ अब सधैँभरि अब नानीहरूको स्कुल हुन्छ हो अन्त अब बसिरहनु पनि पाएन फेरि मेरो ड्युटी खतम अब छुट्टी नै पाएन नि त त्यसले गर्दाखेरि है ड्युटी गर्नुपर्छ बाबा ड्युटी गर्नुपर्छ हुन्छ बाबा ल राम्ररी जानु केही दिइहाल्नु पाएन होइन परेन भयो त अन्त तपाईँसँग भेटघाट भयो रमाइलो लाग्यो है हामी धेरै रमाइलो गऱ्यौँ अस्तिको दिन है कम त मिठो भएन मोमो पनि मिठो भयो है यतिको चाहिँ हुनु पर्यो नि त है ल नानी ल अब अर्को समरको छुट्टीमा भेटौँ है हुन्छ बाबा हुन्छ राम्रोसँगले बस्नु हो ल अन्त फोन गर्दै गरौँ न नम्बर लिनु मेरो हुन्छ रुनु पर्दैन अब कहाँ रुनु भएको भगवान् मलाई नि अब छोरीलाई त झन् म त छोरी भयो त अब रोएर क्या बिदा गर्नु पर्यो त अनि रोएर बिदा गर्नु हुँदैन है ल बाबा ल राम्ररी जानु ल हुन्छ रुनु नरुनु है अब मलाई नरुवाउनै हिँड्ने बेलामा त रुनु हुँदैन नि हुन्छ साथीहरू यस्तो हुन्छ कि यति छोटो माया है के भन्नु सबैसँग मैले यहाँ आएर चाहिँ यति माया पाएको छु खुसी लाग्छ क्या सबैकोबाट माया पाएको छु है यो 1 विकको छुट्टीमा चाहिँ है मैले धेरै नै मान्छे है आफन्त आफ्नै नभए पनि आफ्नै खुनको नभए पनि है आफ्नै फ्यामिलीको नभए पनि तर पनि मेरो आन्टीको थ्रुबाट है सबै मेरो बागडोग्रामा भुटाबारीमा चाहिँ सबैकोबाट माया पाएको छु धेरै खुसी लाग्छ त्यही हो साथीहरू अब जाँदैछ आज लास्ट हो हाम्रो भिडियो पनि आन्टीकोसँग हो भोलिदेखिको त आफ्नै हुन्छ हेलो गुड मर्निङ साथीभाइ हो मेरो छोरीलाई फलो गरिदिनु लाइक गरिदिनु सबैले मन पराइदिनु धेरै माया दिनु फेरि गर्मी महिनाको छुट्टीमा आउँछ नि त्यतिखेर भेटौँला है सबैसँग बाई अब आन्टी नै अब सो आन्टी अङ्कलसँग है लास्ट हाम्रो यो भिडियो हुनेछ र त्यसपछि त घरमै हो ड्युटी जाऊ आऊ घरमा खाना पकाऊ बस्छ अन्त त्यही हो नराम्रो त लाग्छ सबैसँग अब आएको बेलामा सबैलाई अब बिदाबारी लिँदै जाउँ है एकछिन आन्टीलाई पनि भेटिराख्छु हाम्रो अङ्कल अब आज लास्ट है भिडियोमा आउनुहुने चाहिँ भोलिदेखिको त गरेमा हो सो त्यही हो हुन्छ हेलो अनि यहाँ आन्टीलाई भेट्नु जाँदैछु म हो आन्टी कता हुनुहुन्छ हौ आन्टी खोइ आन्टी खोइ बोलाउनु नि म अब जान्छु त आन्टी म त गएको त अब यहाँ अङ्कल अब अर्को छुट्टीमा भेटौँ ल अब चाहिँ चिन्छु ल हुन्छ अब
11:30 बजी भनौँ न हुन्छ ल बाई भनिदिनु मेरो भ्लगमा हुन्छ हजुर म आन्टीलाई हिजो पनि आएँ अझ बिहान आएको थिएँ भेट्दै हजुर 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 अन्त मेरो छुट्टी छैन त नानीहरूको त छुट्टी छैन मेरो छैन नि त सो यहाँ आन्टीसँग है भेटघाट अन्तिम हिजो नि भेट्नु लास्टमा भेटघाट भयो नि अन्त म बिमारी भएर हो जाने बेलामा भेट भयो हो अब के गर्ने यति 1 विकको छुट्टी कति छिटो बित्यो थाहै भएन क्या अब बाई भनिदिनु मलाई पनि ढिलो हुन्छ बाई बाई अन्तिममा भेट भयो है कोही बात छैन मरेर बाँचेको छ भने नेक्स्ट टाइम भेटौँला होइन इन्जोय गरौँला हजुर हजुर अब समरको छुट्टीमा धेरै खुसी लाग्यो है अस्तिदेखि आन्टीलाई चाहिँ भेट्छु भनिरहेको थिएँ भेट्नै पाएको थिएन आज लास्ट बिदाईको दिन चाहिँ भेट भएको हेर न तर ठिकै छ है एकदम म आन्टीलाई चाहिँ म चिन्छु अङ्कलले त चिन्नु भएन भनेर हो मलाई चाहिँ चिनेन छौ ए म आन्टीलाई चाहिँ चिन्छु नि त म राम्ररी हो हाम्रो आन्टीको चाहिँ बेस्ट फ्रेन्ड है साथीहरू यहाँ जति पनि भयो आन्टीको रिलेटिभ सबैसँग भेट भयो धेरै खुसी लाग्यो है हामी चाहिँ एकदम रिलेटिभमा छौँ हजुर हजुर धेरै खुसी लाग्यो हुन्छ बाई चाहिँ अर्को समरको भेकेसनमा भेटौँ ल ल बाई बाई आज सबैसँग बाई बाई ल हुन्छ आन्टी ल गयो ल अर्को राम्रोसँगले इन्जोय गर्नु पनि पाएनौ है हुन्छ हुन्छ अब अर्को छुट्टीमा भेटौँ न ल एक हप्ता कति छिटो बित्यो थाहै भएन क्या त्यस्तै भयो अब छुट्टी नपाएपछि के गर्नु ल हुन्छ बाई भागी भागी हिँडेको मेरो भिडियोमा 2 पल्ट आइसक्यो हो ऊ 2 पल्ट आइसक्यो मेरो भिडियोमा भागेक भागेको चाहिँ के यहाँ बाई खै न हेर न ल हुन्छ 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 मजाले इन्जोय गर्नुपर्छ अब समरको उयसमा छुट्टीमा ल हुन्छ आन्टी बाई बाई म म्यागी बनाइरहेको थिएँ हो अब चाहिँ रेडी हुनुपर्छ किनभने ढिलो हुन्छ फेरि म गाडी उहाँ बोलाइरहेको छ हो यो साग हेर्नुहोस् त साथीहरू यहाँ आन्टीको घरको साग कसैले लगेको मैले हो आमामा साग हेर्नुहोस् न यहाँ हो सो साथीहरू अब चाहिँ म यहाँ म्यागी खाना आँटेको अन्त चाहिँ रेडी भएर जाने हो म है सो अहिलेको लागि बाई बाई स्टे ट्युन है यहाँ फोटोसुट हुँदैछ है सो साथीहरू अब चाहिँ म लागेको है हामी पनि गएको आन्टीहरू पनि जानु भएको पिकनिक गएको अमिता चाहिँ घर जान्छ गएको हो अन्त म चाहिँ एकछिन मेरो टाइम छ अन्त आन्टीहरूलाई चाहिँ ढिलो भइसक्यो छिटो फर्किनु पर्यो लम्बाइ सत्यो गएको अब अर्को समरको छुट्टीमा भेट्ने समरको छुट्टीमा फेरि साथीभाइसँग अमित्र भएकोमा भेट हुन्छ ल अङ्कल ल अब गएको बाई बाई है अब समरको छुट्टीमा भेटौँ है हाम्रो अङ्कल पनि हेर्नु हेन्सम हिजो लाइभमा सोध्नु हुँदै थियो हाम्रो हेन्सम अङ्कल आन्टी खोइ आज झन् हेन्सम देख्नु भएको छ साथीहरू हेर्नुहोस् है हाम्रो अङ्कललाई हेन्सम देख्नु भएको छ हाम्रो आन्टी हेर्नु ब्युटिफुल देख्नु भएको छ आमा 2 जना हेर्नु न साथीहरू चिन्दैन नि 2 जनालाई चिन्दैन 2 जनालाई हो सो अब चाहिँ जानु हुँदैछ अङ्कल आन्टी हुन्छ ल हुन्छ अङ्कल हुन्छ यो ड्रेसले कस्तो देख्यो आन्टी भनिदिनु सुहायो नि यही हो जिन्सको प्यान्ट लाग्थेन अरे कि आज लाग्छ कस्तो देख्छ भनिदिनुहोस् ल साथीभाइ हो कमेन्टमा है मान्छे अग्लो छ मलाई चाहिँ जति सक्दो लाग्छ राम्रो देखेछ यसलाई तपाईँले पनि भनिदिनुहोस् है हुन्छ ल बाई 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 अङ्कल बाई भन्दैन ल बाई बाई हुन्छ बाई भन्दैौ नानी हुन्छ हुन्छ अब हामी छौँ हो सो अब हामी मामा भानिज बस्छ घरमा म पनि जान्छु अब एकछिनमा हो ल सो साथीहरू है अब चाहिँ रेडी पनि भइसकेको हो
टाइम भयो तपाईँको 11:15 र मेरो छोरा अब घरमा बस्छ यहीँ बस्छ है मामासँग है दाजुभाइ छुट्टिँदाखेरि फर्स्ट टाइम हो नि त दाजुभाइ यसरी छुट्टेर बसेको चाहिँ अन्त मेरो सानो छोरा रुँदैछ हिजो नयाँ ज्याकेट ओपनिङ गरिसके साथीहरू मेरो सानो छोराले लु जाउँ ममन अब किनभने अङ्कलले टुकटुक भनिदिइराख्नु भएको छ हो अब टोटो आउँदैछ सो अब चाहिँ जाने हो त्यसपछि चाहिँ बिहार मोडबाट चाहिँ गाडीमा चढ्ने हो डाइरेक्ट गोरुबथानको गाडीमा सो मेरो आजको चाहिँ ओपनिङ गरिसकेँ साथीहरू कस्तो देख्यो कमेन्ट गर्नुहोस् होला है आज फर्स्ट टाइम हो मैले जिन्स लगाएको है साथीहरू र सो हेर्नु न हामी आमा छोरा मात्रै जाँदैछौँ यति बिना कोसीले भएको छ नि साथीहरू यहाँ हेर्नुहोस् न साथीहरू यो झोलामा त मिठाई मात्रै छ हो यो झोलामा चाहिँ मिठाई मात्रै छ र आधी मिठाई यहाँ पनि छ साथीहरू र यो साग घरको होइन र आधी मिठाई यहाँ पनि छ सबै तिम्रो लागि आउनु त्यसो सो हेर्नु ट्रली आमामा कसरी लानु होला यति चाहिँ छ अब सामानहरू हो साथीहरू सो अब चाहिँ गएको साथीहरू ढिलो भइसक्यो हो अन्त अब एकदमै नराम्रो लागिरहेछ 1 विक कति छिटो बित्यो होइन एकदम रमाइलो गऱ्यौँ योपालि चाहिँ फर्स्ट टाइम हामीले यति साह्रो इन्जोय गऱ्यौँ सबै दिदी बहिनी होइन फ्यामिली एकदमै रमाइलो गऱ्यौँ र अब यो दिन फेरि कहिले फर्केर आउने जस्तो भइरहेको छ सो राम्रो लागिरहेछ अब के गर्नु जानु त पऱ्यो नै है अन्त सो मेरो छुट्टी छैन छुट्टी भए त अब बसिन्थ्यो जस्तो अब नानीहरूको छुट्टी छ ठुलो छोरा बसिरहेको छ है सानो त बस्नु सकिँदैन अन्त त्यही भएर चाहिँ सो अब चाहिँ जाँदैछु साथीहरू है अङ्कल आन्टी अघि नै जानुभयो पिकनिक थियो नि त अङ्कल आन्टीको चाहिँ त्यसले गर्दाखेरि चाहिँ अब हामी जाँदैछौँ सबैजना लु मेरो छोराहरू परसम्म पुऱ्याउनु जान्छ लु चल यहाँ अन्तिम भेटौँ लु अझै कता हुनु हजुर लु जानु पर्यो अब चाहिँ पिकनिक आएको कि तिमी लु गएको ल उता गएको घर गएको हजुर लु हुन्छ गएको ल हुन्छ ल अब चाहिँ जानु पर्यो लु अब चाहिँ गएको ल गाडी आइसक्यो कि हुन्छ हजुर हुन्छ बाई बाई हुन्छ अब अर्को छुट्टी पनि भेटौँ न ल हुन्छ अर्को छुट्टी पनि भेटौँ ल हुन्छ ल खै ट्रली निकाल खै टोटो बोलाउनु भएको छ अङ्कलले अघि नै बोलाइदिनु भएको छ लु ओ भाइ ट्रली निकाल्यो लु सबै लु ट्रलीमा हाल्दै गर्नु भन्नु टोटोमा लु आन्टी आन्टी गएको ल लु अब चाहिँ गएको लु अब चाहिँ गएको लु बाई बाई ढिलो भयो मेरो ड्राइभरले फोन गरिसक्यो ल हुन्छ है ल हुन्छ लु लु भयो त दामी देख्यो अरे यो पेन्टमा चाहिँ कताबाट जानुपर्ने यताबाट भयो भयो ल बाई लु आऊ अमन मामासँग आऊ ल चल हुन्छ अङ्कल बाई बाई ल गएको चल अब चाहिँ हामी गएको साथीहरू सो टोटोमा चढिरहेको छौँ है अब यहाँबाट चाहिँ फर्केको र वहीँ पुगेर तपाईँहरूलाई देखाउने छु बाई बाई भन्दै सो भुटाबारीबाट चाहिँ अन्तिम यो भुटाबारी चाहिँ आज लास्ट भिडियो हुनेछ है सो कोलहरूको चाहिँ एयरपोर्ट छेउमै पर्छ नि त अन्त सो बाई सो यो जिन्स सबैले भन्नुभयो एकदमै राम्रो देख्यो भनेर भन्नुभयो खुसी लाग्यो है मलाई पनि अलिक स्वागै जस्तो लाग्यो खुसी लाग्यो साथीहरू अब चाहिँ आज यो एकदमै नराम्रो पनि लागिरहेछ के गर्नु जानु त पर्छ नि होइन फर्किनु त पऱ्यो नै साथीहरू है के गर्नु सधैँभरि माइतमा बसेर पनि हुँदैन है सो त्यही हो एकदम रमाइलो यो 1 विकको छुट्टी चाहिँ एकदम रिमेम्बर भयो साथीहरू एकदमै बेसी है सो एकदमै सम्झिने छु सबैजनालाई है जतिसँग भेट भए है फ्यामिली है र मेरो आन्टीको रिलेटिभहरू है सबैसँग भेट भए एकदमै छोटो एकदमै राम्रो लाग्यो है र सबैजनालाई एकदमै मिस गर्नेछु र अर्को छुट्टीमा चाहिँ एकदम मजाले इन्जोय गर्ने हो र रमाइलो गर्ने हो एकदम लामो छुट्टी लिएर आउने छु सो त्यही हो साथीहरू हामी बिहार मोड पनि आइपुग्यौँ कतापट्टि भनेको छ भाइले मलाई थाहा पनि छैन भाइले भनिरहेको छ यता रोकिदिनु भनेर
फर्स्ट टाइम यसरी ट्राभल गरेको अन्त यही आउँछ है गयो हो यहाँ छ प्याक गाडी आउँदैछ यताबाट हो सो साथीहरू अब चाहिँ हामी यहाँ गाडीमा पनि चढ्यौँ है भाइहरू आउँदै थियो भाइले भेट्नु पाएन किनभने तिनीहरू चाहिँ बाइकमा आउँदै थियो पछि पछि हो भेट्नै पाएन गाडी आइहाल्यो अन्त हामी चढेर गयौँ क्रुजरमा छौँ है अन्त डाइरेक्ट गोरुबथानको गाडी हो अन्त सो अब चाहिँ सिधै घर पुग्ने हो साथीहरू सो आजको लागि चाहिँ यति नै है एकदमै रमाइलो भयो है यादगार भयो र है भाइले दादालाई मिस गर्दैछौ बिचारा दादालाई मिस गरिरहेको छ अरे दुःख मन गरिरहेछ यहाँ मेरो सानो छोरा चाहिँ अन्त सो अब यहीँ एन्डिङ गर्दैछु भिडियो चाहिँ सो अहिलेको लागि चाहिँ बाई बाई एभ्रिवान